नमस्कार, म चाहिँ एक नेपाली युवा जो चाहिँ एउटा कुनै पार्टी भन्दा पनि आफ्नो देश र राजाहरूको प्रिन्सिपल, राजाहरूको सिद्धान्तलाई प्रेम गर्ने एउटा नेपाली युवा। हुन त यो राजा वीरेन्द्रको वंश र मदन भण्डारी मारिने देश, जहाँ चाहिँ अस्ति भर्खरै एउटा सामान्य फेसबुक बन्द गर्ने क्रममा प्रोटेस्ट भएको थियो र प्रोटेस्ट भएको भोलिपल्ट चाहिँ 77 जना चाहिँ नेपालीहरूलाई विमर्श हत्या भएको थियो। त्यो बेला चाहिँ हात फायर गर्न भनेर चाहिँ कसले आदेश दिएको थियो र यसको जिम्मेवारी चाहिँ कसले लिनुपर्छ भन्ने कुरो मैले बुझ्न चाहेँ। किनभने म एक नेपाली नागरिक भएर यतिको चाहिँ भोलि पर्सि हाम्रो सन्तान आफू हामीलाई पनि त्यो घटना नघट्ला भन्ने भन्न सकिँदैन। त्यसैले यसको जिम्मेवारी चाहिँ कसले लिने र चुनाव पनि नजिकिँदैछ र चुनाव लगत्तै यसको जिम्मेवारी पनि लिनु पर्यो र कडाभन्दा कडा सक्दो हत्या गर्ने मान्छेलाई चाहिँ सजाय हुनुपर्छ, न्याय चाहिँ पाउनै पर्छ र यस्तो मान्छे को हो गर्ने को र अब आउने चुनावमा चाहिँ हामीले त्यस्तो मान्छेहरूलाई चाहिँ बहिष्कार गर्नुपर्छ र सजाय एकदम कडाभन्दा कडा दिनुपर्छ भन्दै मैले हजुरहरूलाई के कसो केही त्रुटि भयो के भयो भन्ने चाहिँ हजुरले कमेन्ट सेक्सनमा गएर भनिदिनु होला। हस्, धन्यवाद।